जेन्जी साथीहरू, युवा साथीहरू, पूर्व प्रधान न्यायाधीश, न्यायाधीश, वकिल, वरिष्ठ वकिलहरूले कसरी नेपालले प्राप्त गर्न खोजेको ऐतिहासिक परिवर्तनलाई ब्रेक लगाइदिए, जो मैले भन्दै थिएँ यहाँ षड्यन्त्र छ सुरुदेखि नै, अब बुझ्नुभयो होला। चुनाव तपाईले जे भनेर हाल्न खोज्दै हुनुहुन्थ्यो भोट, तपाईकै हातले प्रधानमन्त्री छान्ने, त्यो नहुने त कन्फर्म भयो। तपाईले राख्नुभएको माग ठिक हो कि होइन, ठिक हो भनेर अहिले सुशीला कार्कीले पनि भनेको छैन, यो गृहमन्त्रीले पनि भनेको छैन। त्यहाँ सल्लाह दिन तपाईद्वारा छानिएका वकिलहरू जो थिए नि, राष्ट्रपतिले पनि बोलाएका, तिनीहरूले पनि भनेका छैनन्। किनभने त्यो तपाईको माग ठिक हो कि होइन भन्न त अब तपाईले भोट हालेर जसलाई पठाउनुहुन्छ उनीहरूले ठिक हो भने मात्रै ठिक हो भन्ने हामी मान्छौँ भनेर भनिसक्नुभयो। किनकि यो संविधान मान्नुपर्छ तपाईहरूले नजानेर भन्नुभयो, तपाईलाई फसाउन विदेशीद्वारा सञ्चालितहरूले संविधान बचाउनुपर्छ भनेर भ्रष्टाचारीहरूलाई बचाउनुभयो। अब यो चुनावबाट छानिएका कतिजनाले तपाईले भनेको माग पूरा गर्नलाई सहमति जनाउनुपर्छ। कम्तीमा 184 जनाले। 184 जना भनेको 2/3 हो। चुनाव कति जनाका लागि हुँदैछ तपाईले भोट हालेर छान्ने? 165 जना। 165 मा एकै जना नरहिकन सबैले जिते भने मात्रै, सबैले जिते भने मात्रै ले पनि पुग्दैन। पुराना दलका एउटै नआइकन सम्पूर्ण हारे भने, सम्पूर्णैले हारे भने पनि पुग्दैन। अझै त्यहाँ ठूलो संख्यामा सांसदहरू पुग्दैन। अब तपाईले हामीले भोट हालेका सबैले जिते मानौ, अरु 20 जना पनि तामथुन पारेर पुर्याइयो मानौ। राष्ट्रिय सभामा को छन्? सबै पुराना दलका सांसदहरू छन्। त्यो राष्ट्रिय सभाको नपुग सांसद कसले छान्छ? तपाई हामीले होइन। यिनैका भ्रष्टाचारी कार्यकर्ता पाल्ने पोस्ने प्रदेश सभाका र स्थानीय तहका पिउसा प्यादाहरूको भोटले छानिन्छ राष्ट्रिय सभामा सदस्य। अब तपाईलाई कसरी चक्रव्यूह बनाएर फसाइयो? यस्तो यहाँ मात्रै होइन। रोमानिया, हंगेरी, इजिप्ट, यसैगरी सुडान, यी देशहरूमा पनि यहाँ जस्तै हामी गर्छौं नयाँ पुस्ताका लागि गर्छौं, उहाँहरूको विद्रोहलाई हामी सम्मान गर्छौं, उहाँहरूको माग बमोजिमै गर्छौं भन्दा भन्दै पुरानो संविधानलाई अन्त्य नगरिकन बनेका अन्तरिम सरकारहरूले यसरी धोका दिए। त्यहाँ हजारौंको संख्यामा हत्या गरियो, विद्रोहीहरूलाई जेल हालेर यातना दियो, धेरै समयसम्म दुःख दियो। नेपालमा पनि अहिले ठ्याक्कै त्यस्तै भइरहेको छ र नयाँ युवाहरूले चाहेको व्यवस्था अनुसार भएन। अब ल भयो मानौ, अचम्मै लाग्ने गरिकन भयो। 165 नै जित्यो। समानुपातिक पनि खर्ला फुर्लु पायो मानौ। हेर्नुस् है, अकल्पनीय भयो। त्यसपछि के हुन्छ? त्यो संसद छानिएको कति वर्षका लागि हुन्छ? 5 वर्षका लागि हुन्छ, किनकि यही संविधान बमोजिम चुनाव हुँदैछ। 5 वर्ष जति तपाई रेङ्गिरहनुपर्छ। संविधानले त्यही भन्छ 5 वर्षका लागि हो। किनकि यो चुनाव पहिला जस्तो अन्तरिम व्यवस्थापिका संसद जसले संविधान पनि बनाउने काम गर्ने, नयाँ स्ट्रक्चरल चेन्जका लागि संविधानमा लिएर आउनका लागि पनि काम गर्ने, अनि संसदको रेगुलर काम पनि गर्ने गरिकनको चुनाव हुँदै छैन। पहिला त्यस्तो भएको थियो, चुनाव नगरिकन सांसदहरू ल्याइएको थियो। एमालेमा पनि माओवादीका त 83 जना चुनावै नगरिकन डाइरेक्ट ल्याइएको थियो। यस्तै हुनुपर्छ मैले भन्दै थिएँ। यसो भन्दा मलाई त धेरैले गाली गर्नुभयो, तर फसाइदिनु भयो तपाईहरुलाई यी न्यायाधीश, वकिल र पूर्व प्रधान न्यायाधीशहरूले। अब यो चुनावबाट भने जस्तै परिणाम आयो, 100 मा 100 अकल्पनीय भयो भने तपाईले खोजेको खालको, हामीले भनेको जस्तो त्यसरी प्रत्यक्ष रूपमा जनताले चुन्ने यो खालको व्यवस्था
हुनलाई ती सांसदहरूले पास गरे भने मात्रै त्यस्तो कानुन कायदा बन्छ। तर त्यति गर्दा पनि बन्दैन, किनकि त्यो राष्ट्रिय सभाबाट पनि पास हुनुपर्छ। राष्ट्रिय सभामा त सबै पुरानै दलकाहरू छन्। अहिले तपाईँले हाल्दै गरेको भोटबाट राष्ट्रिय सभा चुन्ने होइन, पुराना दलकाले मात्रै भोट हाल्न पाउँछन् त्यसमा, किनकि पुराना दलका मात्रै त्यसमा भोटर छन् जो प्रदेश सभामा र स्थानीय तहमा छन्। बुझ्नुभयो होला नि मैले भनेको। बुद्धिको बिर्को लागिहाल्यो त्यो बेला। हामी भन्दै थियौँ, कराउँदै थियौँ, हामीलाई दुश्मन देख्नुभयो त्यो बेला। तर खास जेनजी पुस्ताको मात्रै होइन, देशकै दुश्मनहरू यी पूर्व प्रधान न्यायाधीश, पूर्व न्यायाधीश, वरिष्ठ वकिलहरू जो मन्त्रालय खानका लागि राष्ट्रपतिलाई गएर सुझाव दिए यही व्यवस्था टिकाउनका लागि, यिनीहरू चाहिँ दुश्मन थिए। तपाईँले बुझ्नु भएन। अब सिधा कुरा छ, क्रान्तिका लागि फेरि पनि नउठी हुँदैन। यो धुलिसात नपारी हुँदैन यिनीहरूको यो धोखाधडीलाई। म विनम्रतापूर्वक फेरि उठ्नका लागि, जाग्नका लागि र यसलाई निष्कर्षमा पुर्याउनका लागि यस्ता यी तथाकथित लोकप्रियताका मात्रै आएका र मिडियाले बनाएका मान्छेहरूका पछाडि नलाग्नु होला। धेरै ठुलो धोका छ नेपालमा। मिडियाले मात्रै बनाएका मान्छेको पछाडि दौडिएको कारणले जनताले सधैँ दुःख पाएका छन्। हामी फेरि एकजुट हुनुपर्छ, फेरि यो क्रान्तिलाई सफल बनाउनुपर्छ। धन्यवाद। अब चुनावले पनि परिणाम त्यस्तै दिने मैले देखिरहेको छु। त्यसैले चुनावमा सहभागी हुने कि नहुने, चुनाव हुन दिने कि नदिने यो एउटा प्रश्न हो। तर